हैन देख तो कैसे शर्मा ने ने लाग्छ ठुले गुले ओइ वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी जाँदैछौँ सिस्नु टिप्न गाइस। अनि बाटोमा चाहिँ मैले यस्तो राम्रो भ्यू देखेँ। लुक एट दिस सिनरी। अनि यहाँ चाहिँ फोटो सेक्सन चल्दैछ। हामी चाहिँ यो त्यो माथिको डाँडा काटेर जानुपर्ने छ। आई डोन्ट नो मेरो मुख देखिए छैन भने मेरो थोप्रा यही हो। कति ब्युटिफुल। ओइ 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 त्यही नै हो गाइज। हामी चाहिँ अब जान लाग्यो। हामी अब फोटो खिच्छौँ ल। फोटो सेक्सन पनि भइसक्यो। अब चाहिँ हामी आफ्नो गन्तव्यतिर लाग्दैछौँ। आज चाहिँ निकै गर्मी छ। हामीले फोटो खिच्दा खिच्दै हाम्रो ठुलो मम्मी उता पुगिसक्नु भयो। दौडेर म थाकिसकेँ साथीहरू। उता चाहिँ छ तोरीबारी सिमीबारी सबै मिक्सचर भएको छ। हैन हेर्दै 20 मिनटतिर माथि डेस्टिनेसनमा त्यहाँ गएपछि हामी सिस्नु टिप्छौँ अनि घर फर्केर आउँछौँ। अरू त के गर्नु छ र होइन गाइज। कति डर लाग्ने गर्छ हेरेको। मलाई चाहिँ एकदमै डर लाग्छ यिनीहरूसँग, किनकि कसैले त कसरी लखर्छ नि त। मेरो मिनी भ्लग त ठुले गुले ओइ आयो गाइस। हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसन पातल खर्क भन्ने ठाउँमा आइसकेको छौँ। एज यु क्यान सी मन्दिर। म सानो हुँदा बजेसँग जहिले पनि बजेसँग आउँथेँ। अनि बजे बितेपछि चाहिँ म आउन छोडेँ। त्यही हो मेरो कथा व्यथा। मुख नदेखिए होला भनेर है साथीहरू। अहिले चाहिँ हामी अब हाम्रो मिसनतर्फ लाग्दैछौँ। आज चाहिँ हामीले पुरा सबै झारखोर पारेर लिएर जाने भनेछौँ। हामी चाहिँ सिस्नु टिप्ने अभियानमा जुटिसकेका छौँ साथीहरू। मेरो चाहिँ मुख क्लियरली पनि देखिएको छैन। यहाँ घामबाट बचाउँ भन्ने अभियान गरेको। कालो त कालै हो त्यही पनि। सिस्नु चाहिँ यसरी टिप्नुपर्ने रहेछ। तर गाइस हेर्नुहोस् त सिस्नु सबै टिपेर कति मिठो राख्न है बेलुका। ल सो गाइस हेर्न सक्नुहुन्छ कति राम्रो छ यता त। यो त यस्तो हो के यो गाइस। उता चाहिँ सामान कलेक्ट गर्न जाँदै हुनुहुन्छ। र अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ, किनभने टाइम पनि भइसक्यो 3:30 भइसक्यो। टिकटक पनि बनाइयो, सिस्नु पनि टिपियो। अब चाहिँ हामी यहाँबाट सिधै घर जान्छौँ। जाने बाटो पनि सेम हो आउने जस्तै, त्यही भएर बनाउन झ्याउ लाग्छ। थ्याङ्क यू सो मच फर वाचिङ माई मिनी भ्लग। आई होप सबैजनालाई मन पर्यो होला। यदि मन पर्यो भने भन्नुहोस्, कमेन्ट गर्नुहोस्। म अरू पनि यस्तै मिनी भ्लगहरू लिएर आउँछु भन्दै आजको भिडियो यहीँ समाप्त गर्न चाहे। नमस्ते, बाई बाई, सलाम, बाई बाई गाइज।